नेपालमा सरकार कसरी बन्छ? नेपालको संविधान अनुसार सरकार गठनको अधिकार प्रतिनिधि सभामा मात्र छ। प्रतिनिधि सभामा 275 सांसद छन्, जसमा 165 सांसद प्रत्यक्ष निर्वाचन र 110 सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन्। सरकार बनाउन 138 सांसदको समर्थन आवश्यक पर्छ। कुनै दलसँग 138 वा बढी सांसद भएमा एकल सरकार बनाउँछन्। बहुमत नभएमा दलहरू मिलेर गठबन्धन सरकार बनाउँछन्। बहुमत देखाएपछि राष्ट्रपति प्रधानमन्त्री नियुक्त गर्छन्, तर नियुक्ति मात्र पर्याप्त छैन। संविधान अनुसार प्रधानमन्त्रीले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ। 275 सांसद मध्ये 138 जनाको समर्थन पाए मात्र सरकार कानुनी र वैधानिक हुन्छ। समर्थन नपाएमा सरकार ढल्छ र राष्ट्रपति नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्छन्। विशेषज्ञहरूका अनुसार नेपालको सरकार तब मात्र स्थिर हुन्छ जब प्रधानमन्त्रीलाई प्रत्यक्ष वा गठबन्धन दुवैबाट 138 सांसदको स्पष्ट समर्थन प्राप्त हुन्छ। बहुमत नभएका वा अस्थिर गठबन्धनका सरकारहरू प्राय छोटो अवधिमा परिवर्तनको सामना गर्न बाध्य हुन्छन्।